नेपालमा महँगी किन बढ्दैछ? कारण तपाईले सोचेको भन्दा खतरनाक छ। पेट्रोल महँगो, खाना महँगो, टिकट महँगो अनि अब नेपालको बोर्डर पनि हाई अलर्टमा। नमस्कार जनतामा, के नेपाल आर्थिक सङ्कटतिर जाँदैछ वा यो सब ग्लोबल खेल हो जसको असर हामी माथि परिरहेको छ? नेपालमा अचानक सामानहरूको प्राइस बढिरहेको छ तर अफिसियली इन्फ्लेसन कम देखिन्छ। रिपोर्ट अनुसार इन्फ्लेसन लगभग 1.7% मात्र छ तर ग्राउन्ड रियालिटी के हो भने खाना महँगो, यातायात महँगो, दैनिक जीवन महँगो। तर यस्तो किन भइरहेको छ? सबैभन्दा ठुलो कारण नेपाल आफै उत्पादन गर्ने देश होइन। नेपाल इम्पोर्ट डिपेन्डेन्ट इकोनोमी हो। तेल बाहिरबाट आउँछ, सामान भारत वा अन्य देशबाट आउँछ। तर अहिले के भइरहेको छ भने फ्राइट कोस्ट 3 गुणाले बढेको छ र सामानको मूल्य 50% सम्म बढ्न सम्भावना छ। फ्युलको प्राइस दिन प्रतिदिन बढ्दैछ। एभिएसन फ्युल 100% भन्दा बढी बढ्यो र एयर फेयर 50% सम्म बढ्यो। अब सोच्नुहोस्, फ्युल महँगो भयो भने ट्रान्सपोर्टेसन महँगो हुन्छ, ट्रान्सपोर्टेसन महँगो भयो भने सामान महँगो हुन्छ। तर अन्तिम मार्गलाई हामीलाई नेपालको अर्थतन्त्र भारतसँग डिपली कनेक्टेड छ। नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग जोडिएको छ। यसको मतलब भारतमा प्राइस बढ्यो भने नेपालमा अटोमेटिकली प्राइस बढ्छ। रिसर्चले भन्छ इन्डियाको इन्फ्लेसन नेपालमा डाइरेक्ट इम्प्याक्ट पार्छ। त्यसैले नेपालमा प्राइस इन्क्रिजको आधा कारण नेपाल होइन, भारत र ग्लोबल मार्केट हो। अब कुरा गरौँ बोर्डर हाई अलर्टको। रिसेन्ट रिपोर्ट अनुसार नेपालले इन्डियाबाट आउन सामानमा स्ट्रिक्ट ड्युटी लागू गरेको छ। यसले गर्दा बोर्डर ट्रेडमा असर परेको छ। बोर्डर ट्रेड स्लो, सामान ढिला, सप्लाई कम र इसेन्शियल गुड्सको सर्टेज हुन्छ र प्राइस अझै बढ्न सक्छ। तर यसको गुड इफेक्ट के हो भने स्मग्लिङ रोक्न, रेभिन्यू बढाउन र इकोनोमिक कन्ट्रोल मेन्टेन गर्न सक्छ। नेपालका अर्का ठुलो समस्या ट्रेड डिफेक्ट हो। नेपाल धेरै इम्पोर्ट गर्छ तर एक्सपोर्ट कम छ। यसको मतलब पैसा बाहिर जान्छ, देशभित्र सप्लाई विक हुन्छ र करेन्सी विक हुँदा इम्पोर्ट महँगो पर्छ। रेमिटान्सले इकोनोमी ढाकेको छ तर यहाँ प्रोडक्सन सिस्टम कमजोर छ। नेपालमा प्राइस इन्क्रिज हुनुको कारण एक मात्र होइन, ग्लोबल वार, फ्युल क्राइसिस, इन्डिया डिपेन्डेन्सी, बोर्डर रिस्ट्रिक्सन र विक प्रोडक्सन सब मिलेर हाम्रो डेली लाइफ महँगो बनाइरहेको छ। अब प्रश्न तपाईलाई, यो टेम्पोररी हो कि नेपाल लङ टर्म इकोनोमिक क्राइसिसमा जाँदैछ? कमेन्ट गरेर भन्नुहोस्। तपाईको जीवनमा कतिको असर परेको छ? धन्यवाद।